Hi guys, welcome back to my YouTube channel. If you are new to my channel, this is me Rishika Zimba. And today, आज चाहिँ म एउटा little update लिएर आएको छु. So it's been a week since I've started something, but के भन्छ अरे आज त मलाई फेस गर्नु पनि क्यामेरा फेस गर्नु पनि लाज लाग्दैछ हैन. मतलब मैले जे कुरा गरेको छु त्यसको लाज हैन, बट त्यसै लाज हैन. अन्त एक हप्ता भयो गाइज म चाहिँ अर्ली मर्निङ उठेको हैन. 6 बजी मेरो लागि त त्यो एकदमै अर्ली मर्निङ हो 6 बजी, किनभने म युजुअली 10 बजी 9 बजी उठ्ने मान्छे हो. बट अहिले चाहिँ आइएम फलोइङ अ रुटिन. अन्त किन फलो गरेको भन्दा मोस्ट अफ द पिपल नोज पनि अब जसलाई थाहा छ, मतलब मेरो भिलेजहरुको हुनुहुन्छ उनीहरुलाई त थाहा छ हैन. तर म आज तपाईलाई एउटा कुरा शेयर गर्न गइरहेको छु. एक्चुअली म चाहिँ जानु आँटेको थिएँ एउटा जग्गा हैन. आई वान्टेड टु गो समवेयर, बट केले गर्दा चाहिँ म गइन भन्दाखेरि चाहिँ मेरो आमाले हेर्दैछ, मेरो पेरेन्ट्सहरुले गर्दाखेरि चाहिँ म नगएको हैन. मतलब दे वान्टेड मी टु स्टे हियर, डु समथिङ यहीँनिर हैन, गाउँमै बसेर. त्यस्तो पनि हैन कि लाइक अब त्यहाँ गएर हैन, त्यहाँ गएर केही हुँदैन भन्ने पनि हैन. तर उनीहरुको आमा बाउको एउटा प्लान हुन्छ नि त हैन. सो एज बिङ द चाइल्ड आई हेभ टु फलो हैन. अब कतिवटा कुरा त मैले सुन्नु पनि पर्छ, कतिवटा कुरा उनीहरूले मेरो मान्छ भने मैले पनि त उनीहरूको कुरा सुन्नु पर्छ. आफ्टर अल दे आर माई पेरेन्ट्स. उनीहरूले मेरै राम्रोको लागि मात्रै सोच्छ. अन्त चाहिँ सो फाइनली द मुभमेन्ट पछाडि देख्न सक्नुभयो होला इली हैन. सो आई हेभ स्टार्टेड अ शप गाइज. मेरो घरमा चाहिँ मैले दोकान सुरु गरेको छु. सो इट्स बिन अ विक. आज एक हप्ता आज एक हप्ता पनि बेसी भयो, एक दिन 8 डेज भयो. सो आई एम फाइनली मेकिङ अ भ्लग अफ इट. सो अलिकति उयो भइरहेको थियो मलाई, मतलब भन्नु कसरी भन्नु भइरहेको थियो हैन. बट टाइम लाग्छ अभियसली. लाइक आई हेभ टु अरेन्ज सो मेनी थिङ. अब एउटा दोकान खोलेपछि सबै कुरा आफूले जान्नुपर्छ. लाइक अब के चल्छ के चल्दैन त्यो सबै हेर्नुपर्छ हैन. सो त्यो मिलाउँदा एक हप्ता टक्कै लाग्यो मलाई हैन. सो नाउ आई एम फाइनली सोइङ यु गाइज माई शप. सो सबको चाहिँ नाम छ. अब यहाँनिर मैले बोर्ड होर्डिङ केही टालेको छैन. सो मेरो शपको नाम हो जिम्बा स्टोर. एन्ड देन कतिवटा कुरा बनिनु पनि छ, लाइक मिस्त्रीहरू आउँदैछ, काम गर्दैछ हैन. तर पनि आज म तपाईलाई देखाइदिन्छु मेरो दोकान हो. सो अब हेर्नु ल, म देखाउँछु आज तपाईलाई मेरो दोकान. सो आइ एम जस्ट ह्याभिङ अ लिटल बिट अफ ग्रिन टी. यो पनि मैले एक हप्ता मात्रै भयो सुरु गरेको हैन. यति छिटो उठ्ने खालके मान्छे त हैन गाइज म, तर साँच्ची भनेको कि. तर इट्स बिन 7 डेज. साँच्चीकै म 6 बजी नै उठ्दैछु. मै छक्क पर्दैछु हैन. कसरी बकबक गरेको केटीले भन्दै होला हैन. सो लेट मी शो यु गाइज माई शप. तपाईहरुलाई थाहा छ यो मेरो यता घर हो. अन्त म पहिला अस्ति नै पनि मेरो एउटा भिडियोमा देखाएको थिएँ कि यो दुईटा शटर छ. अन्त यहाँ काम हुँदै थियो. अन्त यहाँ मैले एउटा कुरा हुन आँटेको छ भनेको थिएँ, त्यो चाहिँ यही हो. दिस इज माई शप गाइज. यहाँ चाहिँ आप्पाको गाडी राख्छ. हाम्रो घर यही छ यतापट्टि. त्यो शटरवाला पहिल्यै बनाएको थियो, तर यहाँनिर चाहिँ हाम्रो हार्डवेयरको सामानहरू थियो, त्यो चाहिँ रिमुभ गरेर चाहिँ मैले दोकान खोलेको हैन. हेर्न सक्नुहुन्छ यो चाहिँ सबै नेपालबाट मगाएको चिप्सहरू हो गाइस. सबै यो आपा नेपाल जानु हुँदाखेरि चाहिँ मैले मगाएको डल्लै हैन. सो यहाँ छ अस्ति होलीमा पनि मैले पुरा सामान बेचेँ हैन. त्यसको सबै मैले नेपालबाट मगाएको हो. यो 2PM करेन्ट, यो अलग अलग फ्लेभरकोहरू, रम्पमहरू हैन. म चाहिँ यो अलिकति खाली हुन्छ नि फेरि स्टक गरिहाल्छु क्या. यहाँ बिस्कुटहरू हैन, म्यागीहरू तपाईहरु सबै देखाएको. अनि यो चाहिँ सजिलो हुन्छ भने मैले सबै दामहरू पनि लेखेर राखिदिएको छु हैन. केकहरू, यहाँ पास्ता के छ गाइज हो. त्यहाँ यहाँ 2PM को कार्टुनहरू छ. आप्पाले कार्टुन ल्याइदिनु भएको थियो. डल्लै स्याम्पूहरू छ हैन. सो यस्तो सुपारी, यो चाहिँ ललिपपहरू. यहाँ मैले चक्लेट्सहरू राखेको छु सबै थरीको. सो मेरो उयो आउँदैछ यहाँनिर कस्टमर हैन. के चाहियो आलु? कति रुपियाँको दिनु मेलोडी चक्लेट? 5 रुपियाँको. पक्की ल, आलु चाहिँ मेलोडी चक्लेट किन्न आएछ. जा बाई बाई. सो यहाँ छ सबै चक्लेटको बट्टाहरू. एन्ड देन यहाँ छ यो एम्बोस चाहिँ हैन गाइज, यो चाहिँ हो पेट्रोल पनि बेचेको मैले हैन. यहाँ छ सबै थरीको चिप्सहरू हैन. यो पनि म पुरा स्टक गर्दै राख्छु हो. सो यो अलिकति खाली भयो भने मलाई कस्तो लाग्छ नि त. अन्त त्यही भएर सबै स्टक गर्छु. यहाँ छ मेरो क्युआर
एन्ड देन डल्लै यस्तो होइन यतापट्टि चाहिँ छ डल्लै मसलाहरू राखेको छु मैले सब थरीको मसलाहरू एक्स्ट्रा स्याम्पूहरू पनि छ अनि यहाँ छ अमुलको दुधहरू जुसहरू होइन यहाँ लिटल बिट अफ चकलेट्स एन्ड अल एन्ड झालमुरी पनि गाइस झालमुरी बाई ऋषिका जिम्बा म यस्तो दामी झालमुरी बनाउँछु कि गाइस तपाईँहरू खायो भने बेहोस हुन्छ अन्त यो अलिकति यो खानु हुँदैन तपाईँहरूले होइन यो दिस इज नट अलाउड एन्ड देन राजनिवासहरू सबै छ अन्त यहाँ छ तितौरा सबै थरीको तितौराहरू सब मैले नेपालबाट लिएको यो इलामबाट लिएको मैले अस्ति छुर्पी यो पनि मैले बेचिदिएँ ब्रसहरू मिमीहरू होइन यस्तो छ यहाँनिर चाहिँ यो मुनि पनि एक्स्ट्रा सामानहरू छ यहाँ मुनि पानीहरू पनि राखेको छु तेलहरू होइन यहाँ साबुन नुनहरू थुक्पाहरू होइन यो मैले बोतल बेच्नु राखेको अन्त चाहिँ यहाँ छ मेरो टेबल यहाँनिर अब एउटा बनिँदैछ टेबल बनाउनु लगाइरहेको छ होइन अब बिस्तारै बिस्तारै हुँदैछ गाइज होइन अब यहाँनिर टेबलहरू बनाउनु दिइरहेको छ अहिले होइन अब भइहालेको त छैन हिजो मात्रै एउटा बोर्ड बनाएको छ त्यहाँनिर हो कबर्ड त्यो म तपाईँलाई देखाउँछु अन्त सबै प्लाईहरू त लिएर आएछ तर यहाँ बनाउनु पर्ने छ क्या यो चाहिँ पुरानो हाम्रो यो हार्डवेयर दोकानको टेबल थियो त्यो मैले राखेको यहाँनिर चेयरसँग एन्ड देन मुभिङ फरवर्ड यहाँनिर त यस्तो बनाउँदैछ क्या कबर्ड बनाउँदैछ अन्त यो अगाडि पनि बनाउनु पर्ने छ क्या यस्तो सेल्फ जस्तै अन्त चाहिँ यहाँ माथि छ सबै युज एन्ड थ्रोहरू सब सिलगढीबाट लिएको होइन एन्ड देन यो टिस्यु पेपर यो एन्ड देन 2 कार्टुन छ मेरोमा टिस्यु पेपर गाइस सो तपाईँहरूले यहीँ लोकलको मान्छेहरूले मलाई हेर्नुहुँदैछ भने होइन अन्त तपाईँहरूलाई अब लाइक बर्थडे पार्टी या सानोतिनो ढोकबेटहरू गर्दाखेरि होइन मान्छेलाई युज एन्ड थ्रो चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्नुहोस् होला होइन म अलिकति कमसेकम रेटमा म तपाईँहरूलाई दिनु खोज्ने छु अन्त चाहिँ छ यहाँनिर चाहिँ मेरो अर्को कस्टमर आयो के चाहियो तेल चाहियो होला तेल के 1 किलो काटी पकिनु ल सो गाइस म काटिदिइहाल्छु मेरोमा हार्डवेयर सबको अलिकति सामानहरू पनि छ नि त गाइस मैले चाहिँ विकास दादालाई सामान दिइसकेँ होइन नाउ लेट्स कन्टिन्यू माई ब्लग टिस्युमा पुगेको थिएँ होइन सो टिस्यु छ यहाँनिर 2 कार्टुन एन्ड देन यहाँनिर छ यो सेल्फ चाहिँ बनिँदैछ यो हिजो मात्रै बनाएर यसरी राखेको छ तर मैले सामान राखेको छु यो करेन्ट यो 2 PM यो वाइहरू सबै मैले नेपालबाट लिएको आप्पाले ल्याइदिनु भएको मैले त के अन्त यहाँ छ तपाईँको ठुलो बोतलको जुसहरू ठुलो बोतलको के 40 रुपियाँवाला अन्त यहाँ छ मेरो स्टक सामानहरू होइन अन्त यो चाहिँ मैले नयाँ फ्रिज किनेको मेरो दोकानको लागि गाइज हो सो दिस माई न्यू फ्रिज अन्त यहाँ छ मैले सामान राखेको छु होइन यसरी राखेको छु अन्त यहाँ छ दोरी अलिकति मेरो ज्याकेट यहाँ लडिरहेको छ हो हेर्नु न भिडियो बनाउनु भ्याउँदिनँ म कस्टमर आएको गर्छ मेरो हो भन् मेरो भाइ के चाहियो त यस मेरो सबसे ज्यादा बिक्री हुने भनेको मेलोडी हो तर मैले कपीको चक्लेट यो बट्टामा हालिरहेको छु मेलोडी चाहिँ होइन कति रुपियाँको 5 चुपा चुप्स चात्न नानी 3 1 2 3 4 5 लु टेक दिस गुड मर्निङहरू भन्नु जान्दैन क्या यिनीहरूले बाई बाई सो अन्त यहाँ फ्रिज भयो यहाँ माथि सामानहरू छ अलिअलि यहाँनिर पनि त्यही चिप्सहरू मैले राखिदिएको छु यहाँ सानो बोतलको कोकहरू डल्लै माथि राखेको छु अझै गाइस ऋषिकाको दोकानमा मन्दिर त छैन भनेर नसोच्नु होला मन्दिर मेरो यहाँ छ सानो बर्थडे होइन यहाँ हुनुहुन्छ मेरो गणेश भगवान बुद्ध भगवान सरस्वती माता यो चाहिँ मेरो तल रेन्ट रुमकै मेरो भगवानहरू होइन मैले राखिरहेको थिएँ अन्त फेरि मैले यहाँनिर राखिदिएँ अहिले चाहिँ होइन पानी पूजा गरिसकेको थिएँ नि त मैले बिहान नै अन्त यहाँ छ मेरो मन्दिर यति नै हो गाइस सक्यो मेरो दोकान यति नै थियो अन्त यहाँनिर दिवान बेड बनिँदैछ कि यहाँ रुमको लागि अन्त यहाँ दोकानको लागि अन्त मैले तत्तै चट्टाएर यो सिरानी राखेको छु होइन यहाँ चटपटे खानु लागि बसेर चेयर एन्ड टेबल प्लास्टिकको भए पनि यहाँनिर पनि झुन्डाएको छु 1-2 सामानहरू सक्यो गाइस यति नै थियो मेरो दोकान खतम भयो सो अब पछि अलिक सामानहरू हाल्दै जानुपर्छ अन्त अस्ति होलीमा चाहिँ मैले एकदम राम्रो
सेल गरेको थिएँ होइन अन्त तर पनि सामानहरू कति उब्रेको थियो ठिकै छ अर्को साल काम आइहाल्छ प्लास्टिकको कुरा हो बिग्रिने होइन सो यो मेरो सानो दोकान तपाईँहरूलाई कस्तो लाग्यो गाइस प्लिज कमेन्ट गर्नु होला होइन बाई बाई टिल देन अन्त मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड सेयर गरेर जानुहोस् होला होइन बाई बाई